आज चाहिँ हामी होटल जस्तो छिट्टो मिठो स्न्याक्स कसरी बनाउने घरमा त्यसको रेसिपी लिएर आएका छौँ, जुन हजुरले घरमा इजिली बनाउन सक्नुहुन्छ यदि हजुरले यो रेसिपी अन्तक हेर्नुभयो भने। सो आजको रेसिपी एकदमै अमेजिङ हुनेवाला छ। कृपया भिडियोलाई स्किप नगरिकन अन्तक हेर्न नभुल्नुहोला। हामी कुरा गर्दैछौँ राजा चाउको, जुन मार्केटमा इजिली एभाइलेबल छ र बनाउनलाई पनि सजिलो छ। हेलो नमस्ते एभ्रिवान। आज चाहिँ म यस किङ वेस्टर मसरुमको मसरुम चिल्ली बनाउन गइरहेको छु। तपाईँ चाहिँ यसमा कोलेस्ट्रोल फ्री, यसमा चाहिँ हजुरको लो सोडियम प्लस फ्री फ्याट पाउन सकिन्छ। हेर्न सक्नुहुन्छ राजा चाउ चाहिँ लगभग 250 ग्रामको प्याकेट चाहिँ मार्केटमा एकदमै इजिली एभाइलेबल छ। किङ वेस्टर मसरुम पनि भन्ने गरिन्छ, राजा च्याउ पनि भन्ने गरिन्छ। यसको सेप चाहिँ अलिकति डिफ्रेन्ट छ। जुन प्याकेटमा लेखेको छ कोलेस्ट्रोल फ्री, लो सोडियम, एकदमै फाइबर भएको, अर्गानिक, नेट वेट चाहिँ 250 ग्राम भनेर जुन लेखेको छ। फर्स्टमा चाहिँ यसको हामी प्याकेटलाई काटेर यसको च्यातेर जुन तरिकाले पनि हजुरले पिसेस गर्न सक्नुहुन्छ। हामीले चाहिँ आज यसको एकदमै स्पेशल चिल्ली मसरुम जुन घरमा छिट्टो मिठो स्न्याक्स बनाउन सक्नुहुन्छ त्यो स्न्याक्स ट्राई गर्दैछौँ। यसलाई चाहिँ फर्स्टमा हामी मजाले धुनुपर्ने हुन्छ। कुनै पनि बजारबाट आएको सामान विषादी युक्त हुनसक्छ, त्यस कारणले गर्दाखेरि यसलाई मजाले धुनुपर्ने हुन्छ र धोइसकेपछि यसलाई चाहिँ हामी जुन खालको कटिङमा पनि गर्न सकिन्छ। मैले चाहिँ यसलाई 1/2 गरेर यसलाई मजाले 1/2 गरेर मजाले धोइसकेपछि 1/2 गरेर यसलाई हामी डाइसमा काट्दैछौँ। हजुरले कुनै पनि खालको कटिङ गरेर यसलाई बनाउन सक्नुहुन्छ र आजको झटपट स्न्याक्स एकदमै स्पेशल स्न्याक्स हामी बनाएर हजुरलाई पनि देखाउँदैछौँ। कृपया भिडियोलाई स्किप नगरिकन अन्त हेर्न नभुल्नुहोला र हजुरले पनि ट्राई गर्नुभयो भने भन्नुहुन्छ ओए 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 अमेजिङ रेसिपी भनेर। सो मसरुम चाहिँ लगभग काटेर रेडी भइसकेको छ, हेर्न सक्नुहुन्छ। सो यसलाई चाहिँ हामी आज बनाउँदैछौँ एकदमै इन्डो चाइनिज स्टाइलमा र फर्स्टमा यसमा सल्ट राखेका छौँ। त्यसपछि यसमा राखेका छौँ हामी ब्रोथ पाउडर। त्यसपछि यसमा हामी राख्दैछौँ व्हाइट पेपर। हामी चाहिँ अलिकति इन्डो चाइनिज स्टाइलमा यसलाई बनाउँदैछौँ। त्यसपछि राखेका छौँ यसमा हामी जिन्जर गार्लिक पेस्ट। सो जिन्जर गार्लिकले खानलाई एकदमै इन्हान्स गर्छ। र त्यसपछि यसमा हामी राखेका छौँ सिजवान सस, जुन चिल्ली पेस्ट हामीले बनाएर अलरेडी राखिसकेका छौँ। सो घरमा पनि पछिल्लो मेरो भिडियोमा मैले सिजवान ससको जुन रेसिपी पनि अलरेडी राखिसकेको छु। सो हजुरले त्यो भिडियो हेरेर पनि यो बनाएर ट्राई गर्न सक्नुहुन्छ। त्यसपछि यसलाई केही बेर हामी म्यारिनेट गर्छौँ। यसमा सल्ट, पेपर, स्पाइसी मजाले लाग्नुपर्ने हुन्छ। मजाले यसलाई थाई मसाज केही बेर गरिसकेपछि माथिबाट यसमा हामी राख्छौँ एकदमै यसलाई क्रिस्पी गर्नको लागि कर्नफ्लोर। हजुरले घरमा यदि कर्नफ्लोर छैन भने थोरै मैदा राखेर पनि ट्राई गर्न सक्नुहुन्छ, तर मैदाले चाहिँ त्यो खालको क्रिस्पी हुँदैन जुन कर्नफ्लोरबाट क्रिस्पी हुन्छ। सो कर्नफ्लोरको डस्ट मार्दै थोरै पानीको छिटा मार्दै यसलाई चाहिँ माथिबाट अगेन कर्नफ्लोर राखेर यसलाई एकदमै क्रिस्पी गराएर हामी फ्राई गर्छौँ र जति क्रिस्पी भयो यो मसरुम खानलाई त्यति नै मजा आउँछ। सो उता कडाईमा हामी रिफाइन्ड ओइल राखिसकेका छौँ। अब मसरुमलाई हामी फ्राई गर्न गइरहेका छौँ। सो हजुरले पनि यो स्टेप बाई स्टेप हेरेर घरमा मजाले बनाउन सक्नुहुन्छ। ओइल चाहिँ एकदमै हिट भइसकेको छ। सो फ्राई गर्दा हजुरले 1/1 गरेर हजुरले पिसेस राख्नुपर्ने हुन्छ र हात जल्नको लागि एकदमै ध्यान दिनुपर्ने हुन्छ। मसरुममा भित्र अलिकति वाटरी हुन्छ, त्यो कारणले गर्दाखेरि तेलको छिटाउरा आउँछ, हात जल्न सक्छ, शरीर जल्न सक्छ, कपडा फोहोरो हुन सक्छ। त्यो चाहिँ हजुरले विशेष खालको ध्यान दिनुपर्ने हुन्छ, किनकि ओइल चाहिँ एकदमै हिट हुने गर्छ। त्यसपछि यसलाई केही बेर मजाले चलाइसकेपछि हेर्न सक्नुहुन्छ मसरुम चाहिँ एकदमै गोल्डन कलर आइसकेको छ। यसलाई त्यत्तिकै पनि खाउँ जस्तो लागिरहेको छ। सो यदि हजुरले यसमा कर्नफ्लोर, मैदा, बेसन राख्नुभयो भने यो पकोडा जस्तो हुन्छ। त्यही भएर यसमा हामी कर्नफ्लोर मात्रै डस्ट गरेर एकदमै क्रिस्पी फ्राई गरेका छौँ। र अब यसलाई टस गर्नको लागि हामी चाहिँ एउटा वक लिँदैछौँ।
सो वकमा चाहिँ यसलाई मजाले टच गरेर आजको जुन झटपट छिटो मिठो स्न्याक्सको रेसिपी हजुरलाई बनाएर देखाउँदैछौँ र हामी खाएर भन्दैछौँ ओए 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 ओए। त्यसको लागि हामी गार्लिक चप गर्दैछौँ। हजुरले गार्लिक जिन्जर हजुरले घरमा एज पर द एभाइलेबल लिनुपर्ने हुन्छ। त्यसपछि एउटा वकलाई हिट गरिसकेका छौँ र वकमा चाहिँ हामी ओइल राखेका छौँ, रिफाइन्ड ओइल। त्यसपछि वकमा हामी राखेका छौँ जुन भर्खरै चप गरेको गार्लिक, फ्रेस गार्लिक। सो हजुरले वकमा कडाईमा हजुरले कुनै पनि सामान राख्दा एकदम ध्यान दिनुपर्ने हुन्छ। एकदमै बर्न हुनसक्छ, छिट्टो जल्न सक्छ, आगोको लाउको आउन सक्छ। त्यस कारणले गर्दा बी केयरफुल्ली एकदमै ध्यान दिनुपर्ने हुन्छ। त्यसपछि गार्लिक र जिन्जरलाई केही बेर सोते गरिसकेपछि माथिबाट यसमा ओनियन, रेड येल्लो क्याप्सिकम, स्प्रिङ ओनियन सबै राख्दैछौँ र यसलाई केही बेर टस गरिसकेपछि यसमा हामी राख्दैछौँ एकदमै भर्खर बनाएको फ्रेस सिजवान सस। जुन सिजवान ससले खानालाई टेस्टलाई एकदमै स्पाइसी इन्हेन्स गर्छ। त्यसपछि थोरै मात्रामा टमेटो केचप, त्यसपछि थोरै वेस्टर सस। वेस्टर सस पनि अप्सनल छ, यदि एभाइलेबल भयो भने हजुरले राख्न सक्नुहुन्छ, नभए नराख्न पनि सक्नुहुन्छ वेस्टर सस। तर वेस्टर ससले चाहिँ टेस्टलाई एकदमै इन्हेन्स गर्छ, एकदमै राम्रो गर्छ। त्यसपछि माथिबाट थोरै राख्दैछौँ हामी लाइट सोया सस। थोरै लाइट सोया ससले अझै फ्लेभरलाई एकदमै इन्हेन्स गर्छ, टेक्सचर अरोमालाई एकदमै राम्रो गराउँछ लाइट सोया ससले। र त्यसपछि अब हामी यसमा राख्दैछौँ सिजनिङ, जुन सल्ट, पेपर, थोरै मात्रामा ब्रोथ पाउडर गरेर यसमा राख्दैछौँ र टेस्टलाई चाहिँ यिनी स्पाइसीले एकदमै इन्हेन्स गर्ने हुन्छ। र हजुरले पनि यस्तै खालको रेसिपी हेरेर छिट्टो मिठो हजुरले घरमा भेजिटेरियन स्न्याक्स बनाएर ट्राई गर्न सक्नुहुन्छ। एकदमै अमेजिङ खालको टेस्ट आउँछ। त्यसपछि माथिबाट थोरै व्हाइट भिनेगर। आजको स्न्याक्स चाहिँ एकदमै अमेजिङ बन्दैछ र जुन मेरो फेभरेट पनि हो। माथिबाट त्यसपछि यसमा राख्दैछौँ थोरै स्प्रिङ ओनियन। स्प्रिङ ओनियन पनि खानलाई एकदमै कलरफुल, ग्रिनरी एकदमै राम्रो हुन्छ र मसरुम चाहिँ क्रिस्पी फ्राइड भइसकेको छ र अब यसलाई मजाले हामी टस गर्दैछौँ र केही बेरमा यसलाई हामी प्लेटिङ गरेर सर्भ गर्नेछौँ। सो माथिबाट केही ड्रप चाहिँ हामी यसमा सिस्मी ओइल राखेका छौँ, जुनले अरोमालाई एकदमै इन्हेन्स गर्छ र फ्लेभर पनि एकदमै राम्रो आउँछ। हेर्न सक्नुहुन्छ एकदमै स्पेसल किङ वेस्टर मसरुम रेडी भइसकेको छ, जुन राजा च्याउको आजको एकदमै स्पेसल रेसिपी बनेको छ। हामी फुडका कुरा गर्छौँ, हामी कल्चरका कुरा गर्छौँ र साथसाथै डिफ्रेन्ट लोकेसनलाई पनि हामी प्रमोट गर्नमा लागिरहेका छौँ। सो आजको रेसिपी चाहिँ कस्तो लाग्यो? सो हजुरले पनि यो रेसिपी अन्त तक फलो गरेर हजुरले पनि यसलाई ट्राई गर्न नभुल्नुहोला। छिटो मिठो घरमा झटपट स्न्याक्स हजुरले बनाएर ट्राई गर्न सक्नुहुन्छ। हाम्रो भिडियो हजुरले कहाँदेखि हेरिदिनुहुन्छ कृपया तलको कमेन्ट बक्समा गएर कमेन्ट गर्न नभुल्नुहोला र माथिबाट एकदमै स्प्रिङ ओनियन, सिस्मी, फ्राइड गार्लिकले गार्निस गरेर यसलाई चाहिँ हामी सर्भ गर्दैछौँ, जुन एकदमै यामी बनेको छ। यो मसरुमको स्टार्टर चाहिँ भेजिटेरियन लभरको लागि एकदमै स्पेसल हुनसक्छ र यस्तै यस्तै भिडियो लिएर फेरि पनि हामी अर्को भिडियोमा पुनः उपस्थित हुन्छौँ। तबसम्मको लागि थ्याङ्क यू सो मच। थ्याङ्क यू फर द वाचिङ। Don't forget to subscribe our channel for the more video and more detail. Thank you so much. Bye bye. See you in the next video. Thank you so much.